हेलो गाइज, वेलकम छ फेरि पनि एउटा नयाँ ब्लगमा। आज चाहिँ हाम्रो बेलडारीमा सेमिफाइनल गेम छ। हामी चाहिँ रेडी भइसकेको छौँ अनि भैली पनि खेल्ने हो। अहिले आएर अहिले चाहिँ टाइम मागेको छु अनि चाहिँ अहिले हाम्रो गेम छ रौलेश्वरमा। अस्ति गई ती लफला आएको थियो, त्यो म्यानेज भइसकेको छ अनि गेम छ हाम्रो। अनि गाइज रेडी भएर आइसकेको छु अनि म र रामु जाँदैछु लोग्याङको गाडीमा। चाहिँ भैलीको चाहिँ त्यस्तै छ, पिकनिक खाएर त्यसपछि जाने धनगढीतिर अनि त्यस्तै भइरहेछ। भैली पनि एकदमै रमाइलो भइरहेछ भनौँ अहिलेसम्म चाहिँ। त्यही गोरु पूजा रहेको छ, गइरहेछौँ। अनि गाइज हामी चाहिँ डेभिड दाइको घर, पहिले डेभिड दाइको घर जाने कि लोग्याङ दाइको घर जाने? नै लोग्याङको घर जाउँ नि त। त्यहाँ भनेको छैन नि त, हामीलाई सिधै मन्दिरमा आऊ भनेको छन्। ए ठिक छ, हामी चाहिँ मन्दिरमा गइरहेछौँ अनि केही समयको लागि। अनि भैलीवाला पनि अगाडिबाट आइरहेछन् दुईजना अनि त्यहाँ चाहिँ रेडी भएका थिए। गाइस यहाँ चाहिँ सबै भेला भइसकेका छन्। गाइस हामी चाहिँ रेडी भइसकेका छौँ अनि आज गेम छ हाम्रो चाहिँ रौलेश्वर पिच चाहिँ रेडी छ हाम्रो। नाना देखिन लाउँ कि नै? लेफ्ट आर्म स्पिनर देखिन लाउँ कि नै? अनि कस्तो लागिरहेछ चाहिँ आज गेम? आज 3 दिन भयो होइन, गेम कुनै एउटा जोस एउटा जाँगर मरेको एकदम गेम बिचमा रोकिन पुगेको थियो। त्यही भएर आज चौथो दिनमा हाम्रो गेम सञ्चालन भइरहेछ बेलडारी गाउँपालिका। अनि हामी पुगेका छौँ सेमी फाइनलमा। अनि आज हाम्रो हेर्न सक्नुहुन्छ सबै तयारी छौँ हामी। अब हेर्न सक्नुहुन्छ सबै तयारी भइरहेछ। यहाँ रेडी भइसकेका छौँ हामी चाहिँ। अब म्याच हुनेवाला छ अनि टसको लागि दाइहरू तयार अवस्थामा छन् चाहिँ। राम लेफ्ट आर्म अनि टस भएको छैन अनि डेभिड दाइहरू पनि आएका छन्। डेभिड दाइ अनि केही समयपछि सञ्चालन हुनेछ गेम। आज वडा नम्बर 4 र वडा नम्बर कति? 4 र कति हो? 1 हो 2 हो? ए भइरहेछ गेम। छक्का हो हानि त्यहाँ हुने, पुरा ड्राइभ हो नि त। फेरि पनि स्वागत छ तपाईँलाई। थ्याङ्क यू तेस्रो पटकको लागि तपाईँलाई यो युट्युबमा। थ्याङ्क यू सो मच मेरो प्यारो भाइ निखिल बस्नेत होइन। तिम्रो माया देखेर म एकदमै खुसी र हर्षित छु अहिले होइन। आज हाम्रो यो वडा कप अध्यक्ष कपको फर्स्ट सेमी फाइनल राउन्ड हामी खेलिरहेको छौँ। वडा नम्बर 4 भर्सेस वडा नम्बर कति हो? 1 हो। वडा नम्बर 1 बिच हेरौँ के हुन्छ गेम। अनि आज कतिको इफोर्ट दिन सक्नुहुन्छ? दिने त म हरेक गेममा 100% नै हो आफ्नो। आज नि 100% नै हुन्छ। अब गेम हो, के हुन्छ हारजित हुन्छ, तर पनि हामी लागिरहेका छौँ जितको लागि। वी आर हङ्गर फर विन, त्यही भन्न चाहन्छु। अल द बेस्ट गाइज। ठिक छ, एकदमै किसन दाइले एकदमै राम्रो कुरा गर्नुभयो। डेभिड टसको लागि चाहिँ क्याप्टन गइसकेका छन्। जर्सी नम्बर 9 खगेन्द्र सिंह महरा वडा नम्बर 4 का खेलाडी र वडा नम्बर 1 का खेलाडी क्याप्टन पनि गइसकेका छन्। टसका लागि अम्पायर आइसकेका छन्। डेभिड फोन ला त हुनु पर्यो नि। यो बसी आइजो।
संस्कारी दाजु के खानुहुन्न आज भोलि छोड्नु भएको छ दुईटै लाग्यो दुईले के गरौँ केटाहरू दौड्दैछन् वार्म अप गर्दैछन् अहिले फर्स्ट बोलिङ भएको छ हाम्रो खेलाडीहरू वार्म अप गर्दैछन् अगाडिपट्टिका खेलाडी भिडियो बनाउनु त लोक भन्नु 5917 यो भिडियो चालु खगी महरा वाइट बल हुन पुगेको छ बिरे राणा छेत्रीले झुक्काएछन् अनुभवी खेलाडी दिपेश राणा छेत्रीलाई बोलिङ दिनुपर्छ अपिल गरेका छन् ओभर भएको छ अहिले पनि राम्रो ओभर गएको छ 5 ओभरको समाप्तिसँगै 1 विकेट र 40 रन भएको छ 1 नम्बर ओडाको 5 ओभरको समय पावर प्ले खतम भएको छ दिपेश राणा छेत्रीलाई बोलिङ दिएका छैनन् झुन्ड्याएको छ जस्तै मुखले खान सँगै हाम्रो 5 ओभर लिएर आएका छन् राम रोकाया बीचमा यहाँ पहिलो बल वाइड भएको छ बल धेरै स्विङ भएको छ दुई बोल ठिकै छ नि ड्राइभ टिमबाट भर्न राम्रो कयाको नाम जिल्लामा जाने हो गरे अति राम्रो शट तर निखिल उफ्रेदीले रोकेछन् राम्रो कयाको नाम जिल्लामा जाने हो गरे अति राम्रो शट तर निखिल उफ्रेदीले रोकेछन् राम्रो कयाको पहिलो राम्रो दामी बोल दामी बोलिङ छ बोलिङ दामी मागेका जेठा छोरा अपिल गरेका छन् ब्रेन राणा छेत्री राम्रा किपर हाम्रा साना भए पनि ठुला भन्दा राम्रो एक्स्ट्रा रन गएछन् एम्पायर मिलेका जस्ता छन् अहिले एम्पायरको छोले हान्छु मैले
लेफ्ट आर्म बलर अति नै राम्रो बोलिङ गरेका ठोक 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 भनेका छन्। 4 बैकअप चाहिए हाम्रा पत्रकार नयनसिंह रोकाई पनि आएका छन्। भर्खर पुगेका छन् 4 नम्बर वडा काउन्ट गरे। यिनलाई कारबाही गर्नुपर्छ। विकेट आउँछ अर्को गरे भन्दैछ आशा राखेका छन् दिपेश राणा छेत्रीले। ओहो बोलो पंचमा लास्ट बोलो 6 ओभरको समाप्तिसँगै वडा नम्बर 1 को 46 रन भएको छ। वडा नम्बर 1 को पावर प्ले खतम। केटाहरूले यति नै राम्रो बोलिङ गरेका छन्। 1 नम्बर वडाको 46 रन 1 विकेट गएको छ। सब एक्स्ट्रा रन मात्र गएका छन्। राजेन्द्र बोडा बोलिङमा राजेन्द्र हैनला नै दिपेश राणा छेत्री। अनुभवी खिलाडी हुन् तिनी। बाउन्सर हालेका छन्। बॉलिंग मेरे भाई तूले छोड़े छैन के छोड़े तोडा वाला हुने यो तोडा वाला त म त बोल्दिन डर लाग्छ। लाइभ हो कसो दाइ यार बिचबाट 100 रुपैयाँ पनि रहेछ त। बिर्या भति गयो हो हैन बिर्या भति गयो विकेशको भाइ। वाह बिरे बिरे वाइट देबो के त हेरे हान्छ जस्तो छ भतिज चाहिँ बिरो हान अर्कान बन्छ कति कुरा गरे देउसले बन्छ स्टम्प टु स्टम्प बोलिङ र स्टम्प टु स्टम्प बोलिङ तर नो बोल भएको छ। सबले झुन्ड्याएको छ जस्ता मुख लगाएन। नो बोल भएको छ र त्यसमा विकेट थियो। अहिले सबले झुन्ड्याएको छ जस्तो मुख लगाएन। लगातार फल्लाएको पनि हुन्छ। कतिदेखि आयो सानो फाइनल के हो सिममा जितेर बजे पनि छ गेम आज दिन भयो पिटे बोली मिले कम पड़े रे गाड़ी बड़े रन हड़िया भी बना दिया सही बात है एक्स्ट्रा गहन वाइट चौका करे भागे 4 रन प्लस कॉन्फिडेंस हुन्छ त्यसमा पोजिटिभ एनर्जी देखाउने के एक बॉल 4 रन भाई यार 4 रन शॉट राजेश दाई शॉट छ यार। इन मगर लाग्यो बिचारा त होपलेस भयो बल पुग्न सकेन एकचोटी नाइस सिग्नल सो बडा स्टोक गर्दैका छन् लेग साइडमा खेले बाबु बोलिङ बनाछ क्रिकलबाट हाले नि त यो बल चाहिँ डच स्टाइलले कोही बुझ्दैन के ओइ
लल्ला दाइ ल राम्रो छ यार चोट लाग्यो खोलिने हातमा बोलिने होइन दामी छ दाजु यार लल्ला दाइ हान्यो चौका राम्रो यसो कमान दाइ कमान नाइस यार लाइनमा हाले बोल चौका चढ डबल फील्डिंग यार दाजु यार कोल फील्डिंग यार टार्गेट कति को हाम्रो 87 टार्गेट रहेको छ 7 हो कोर्ट हुनु बबाल होल्ड भएका छन् ललित भण्डारी म प्याडअप हुन्छु त बसे आउँदैन भन्छ त हुँदैन भ्याउँदैन भन्नु फेरि फिल्डिङमा भन्छ उले पनि बुझ्नु पर्यो नि त 35 रन 87 वटा टार्गेट छ भ्याउँछ भ्याउन अब उले बुझ्नु पर्यो नि त दाइ फिल्डिङ अर्को लाग्यो ब्याटिङ गर्न बेता कहाँ बुढाबाट गरे स्पोन्सर फेरि प्याड अर्को जना को होला म लगाउँछु आज म हान्छु आज म्याच चाहिँ फाइनलमा पुगिसकेका छौँ हाम्रो फाइनल गेम सेमी फाइनल जितिसकेका छौँ हामी चाहिँ अब म्यान अफ द म्याच लिन गइरहेका छौँ आजको म्यान अफ द म्याच रामु भाइ वेल प्लेड मेरो भाइ धेरै कस्तो खेल्दा आज ब्याटिङ निखिल भाइले एकदमै धेरै राम्रो बोलिङ गरे ब्याटिङ गरेका थिए सरी ब्याटिङ त धेरै राम्रो जहाँ वडा नम्बर 4 जहाँ समस्या पर्छ त्यहाँ निखिल उब्जेर आउँछन् एकदमै थ्याङ्क यू हुनार प्लेयरको राम्रो पारी यार राम्रो प्लेयरको साथ निखिल उप्रेती सरी निखिल बस्नेत उत्रेर आउँछन् थ्याङ्क यू सो मच दाइ वेल प्लेड अब चाहिँ हामी चाहिँ म्यान अफ द म्याच लिन जाँदैछौँ सेमी फाइनल गेम भइरहेको छ यहाँ चाहिँ झिर्मिला वर्सेस वडा नम्बर 2 को चाहिँ झिर्मिला युवा समाज यहाँ तयारी अवस्थामा छ वडा नम्बर 5 आज भर्खरै सम्पन्न भएको पहिलो सेमी फाइनल खेलमा वार्ड नम्बर 4 ले विजय प्राप्ति गर्दै पहिलो फाइनल प्रवेश गर्न सफल भएको छ उक्त म्याचमा आफ्नो अमूल्य योगदान दिँदै फाइनलसम्म पुर्याउन सफल निखिल बस्नेतलाई उक्त म्यान अफ म्याच प्रदान गरिदिनु हुन एनएमबी शाखाका कर्ज शाखा प्रमुख हिम्मत सिंह खाती सरलाई अनुरोध गर्दछु भिडियो हो
गाइस फाइनली दामी त ल अब फर्स्ट टाइम म्यान अफ द म्याच क्रिकेटमा र मेरो लिग कपमा चाहिँ फर्स्ट भएको थिएँ सेकेन्ड भएको थिएँ त्यहाँ चाहिँ कि मेरो योगदान थिएन तर आज भनेको चाहिँ एकदमै भएको थियो तर विकेट चाहिँ उहाँको निक्लेन चाहिँ विकेट टेकर भन्नुपर्छ आजको राम्रो गयालाई एकदम यता हेरिदिनुहोस् राम्रो गया फेरि पनि दाजुको को छ लेकिन गाउँपालिका सिलेक्सन नजा भएछ भने गाउँपालिका धनगढदेखिबाट आउँछु नि त उतैबाट आउँछु कबड्डीको ब्याटिङ पढ्न त छ कबड्डीको छ तिमीबाट खरिदायो म्याच एक जग्गामा गइसक्यो सोचे यसले पार राम्रो सम्हाल्दियो के त्यो एकदमै खेलहरू छ हाम्रो बेल्टार इन्स्टिट्युटबाट पनि एकदमै राम्रो राम्रो केटीहरू गइरहेछन् किरण म्यान अफ द म्याच यो भोलि टिम हाम्रो यो बेल्टार इन्स्टिट्युट नमस्ते सर सब्सक्राइब गर्नु मेरो च्यानलमा भोलिबाट भोलि